स्वागत छ तपाईँहरूलाई मेरो त्यो सिनेम्याटिक भिडियोमा मेरो भ्लगमा स्वागत छ। अनि म चाहिँ अहिले सिनेम्याटिक भिडियो बनाउँदै हिँडिरहेको छु। उदयपुरको घुम्ने राम्रो ठाउँतिर गएर सिनेम्याटिक भिडियो बनाइरहेको छु होइन। हेरिदिनु होला भन्दै त्यही हो, पाण्डालाई लिएर प्रायः म डुलिरहेको हुन्छु गाईघाटतिर, लोक्सेतिर, ढिम्कीतिर, कता गइरहेको हुन्छु। यस्तै छ उदयपुरको गाईघाटको भ्यू चाहिँ अलिक मजाले सिटीहरू देखिएको छैन, किनभने अलिक के भन्छ मौसम पनि धुम्म थियो। त्यही भएर अनि म पनि आफू पनि भिडियो खिच्न लगाउँदै भिडियो खिच्दै हिँडिरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ भिडियोहरू होइन। म पनि पुरै चिलमा भिडियो बनाउन लगाउँदै पुरै उफ्रिँदै होइन, गाईघाटको भ्यूहरू देखाउँदै पुरा भिडियो खिच्दै सिनेम्याटिक पारामा हिँडिरहेको हुन्छु। त्यो साथीहरू पाण्डा पनि बचाउन भन्न थाल्दै थियो, निस्किने बेला आयो। अनि यहाँनिर रत्न रिसोर्ट दामी छ, आउँदाखेरि रिसाउनेहरूलाई। अनि त्यही हो गाईघाटको साइड भ्यूहरू, बजारदेखि अलिक साइडबाट देखिने भ्यूहरू खिच्दै चाहिँ अनि यहाँनिर ठ्याक्क एउटा मन्दिर छ, मन्दिर तीर्थयात्री जस्तो भएर तल बालभानु अनि गाईघाटको सानो ढिम्की लाइनको एरियाको सिटीको पनि भिडियो लिन भ्याए अर्को तरिकाले खिच्नु पऱ्यो भन्दै थियो। त्यही पनि ठिकै छ, अब यतिको भिडियो चल्छ भनेर भिडियो खिच्दैछु साथीहरू। अनि यहाँनिर ठ्याक्क के हो ढिम्की मन्दिर नै बनाएको छ, यो ठुलो टावर जस्तो के हो थाहा भएन होइन, सायद अब थाहा भएन। यतिकै भ्यूहरू खिच्दै हिँडिरहेको हुन्छ साथीहरू। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला। जस राम्रो भ्यूहरू तपाईँहरूलाई खिचेर देखाउनु मन लाग्छ। मन त अब फिल्मै बनाउनु मन थियो र साथीहरू फिल्म पछि बनाउनु पर्छ। यस भ्यूहरू चाहिँ लिँदैछु साथीहरू। गाईघाट वान पिस ठाउँको भिडियोहरू चाहिँ तपाईँहरूलाई देखाइरहेको हुन्छु। यदि तपाईँहरूलाई बोर लाग्छ भने, घुम्न मन लाग्छ भने यो ठाउँहरू प्रायः जानुहोस्, तपाईँहरूलाई रमाइलो लाग्नेछ। अनि यतापट्टि ढिम्कीको साइडमा पनि यताउति के मकैसकै पाकिरहेको रहेछ, त्यो पनि खिच्न गइदिएँ रमाइलो पाराले। अनि पाण्डा चाहिँ पानी खाएर यहाँ साइडमा बसिरहेको थियो, त्यो पनि खिच्न भ्याइदिएँ साथीहरू। त्यसपछि त्यही कन्टिन्यू मन्दिरको भिडियोहरू बनाउँदै निस्किँदै मन्दिरबाट निस्किन लागिरहेको छु साथीहरू। मन्दिरको चाहिँ अब यताउति सबै लिँदैछौँ भनेर क्याप्चर गरिदिउँ। ढिम्की मन्दिर भन्छ साथीहरू, ढिम्की मन्दिर आउनु नभुल्नु होला। निस्किन लाग्दैछु साथीहरू। जस चारैतिर मिलाइ खिचिरहेको छु। अनि म ठ्याक्क निस्किने बाटोमा पनि रोड छ, त्यसको पनि भिडियो खिचेर निस्किए साथीहरू। अब पहाड यताउताको भिडियोहरू, यहाँ पुल पनि नयाँ बनिरहेछ। अब यो पनि भाइरल प्लेस नै हो गाईघाटको। यहाँबाट भ्यू सबै लिदिउँ भनेर भ्यूहरू चाहिँ नछुटाइकन खिचिदिएको साथीहरू। त्यही हो, तपाईँहरूलाई कस्तो लाग्छ उदयपुर गाईघाट? मलाई चाहिँ बवाल लाग्छ होइन। म चाहिँ गाईघाटको मान्छे हो, गाईघाट मोतीगढ आएको, तर म गाईघाट प्रायः घुमिरहन्छु। बेरोजगारी पारामा भिडियो बनाउँदै घुमिरहन्छु साथीहरू। यो चाहिँ बरुवा खोला हो। बरुवा खोलादेखि उता अगाडिको त्यो ढिम्कीको सानो जङ्गल जस्तो एरिया हो। यो पुल हो साथीहरू, नयाँ बनेको पुल। यत्तिकै मेरो सब भिडियो सक्यो। बाई हस्त, धन्यवाद।